यदि तपाईहरूको पनि भेरिफाइड खल्ती अकाउन्ट थियो र केही कारणले तपाईँको खल्ती अकाउन्ट लक भयो भने चाहिँ अब त्यो अकाउन्टलाई चाहिँ अनलक कसरी गर्ने भनेर थाहा छैन भने चाहिँ यो भिडियो पुरा हेर्नु होला है त। अब सबैभन्दा सुरुमा चाहिँ तपाईँ आफ्नो इमेल बक्समा जानुहोस् र मैले स्क्रिनमा एउटा खल्ती सपोर्ट टिमको इमेल एड्रेस राखिदिनेछु। त्यहाँनिर एउटा मेल पठाउनु होला। मेलमा चाहिँ तपाईँले हेलो सर, मेरो खल्ती अकाउन्ट लक भयो, अनलक गरिदिनुहोस् अथवा त्यस्तै केही भनेर तपाईँले एउटा मेसेज पठाउन सक्नुहुनेछ है। अनि तपाईँले इमेल गरेको 1-2 मिनट अथवा केही टाइम पछाडि चाहिँ तपाईँलाई खल्ती टिम सपोर्टबाट चाहिँ एउटा मेल आउनेछ है त। अब तपाईँले त्यो मेल पढ्न पनि सक्नुहुन्छ अथवा नपढिकन डाइरेक्ट रिप्लाईमा गएर आफ्नो खल्ती अकाउन्टमा राख्नुभएको नाम, खल्ती अकाउन्ट खोल्नुभएको नम्बर, यदि तपाईँहरूले जिमेल अकाउन्ट एड गर्नुभएको थियो भने जिमेल अकाउन्ट र अब तपाईँले जुन डकुमेन्टबाट खल्ती अकाउन्ट भेरिफाई गर्नुभएको थियो हो त्यो डकुमेन्टको फोटो पनि लगाएर चाहिँ सेन्ड गरिदिनु होला है। अब त्यो सेन्ड गरिसके पछाडि तपाईँलाई खल्ती अकाउन्टबाट चाहिँ 3टा नम्बर आउनेछ। एउटा टोल फ्री नम्बर, एउटा नम्बर मात्रै भनेर अनि एउटा फोन नम्बर भनेर अथवा केही भनेर चाहिँ नम्बरहरू आउनेछ। तपाईँले चाहिँ त्यो मध्ये जुनै पनि एउटा नम्बरमा कल गर्नुपर्ने हुन्छ। तर तपाईँले त्यो नम्बरमा कल गर्दाखेरि चाहिँ जुन पाए त्यही नम्बरबाट कल गर्नु हुँदैन है। तपाईँको जुन नम्बरबाट चाहिँ खल्ती अकाउन्ट खोल्नु भएको थियो त्यही नम्बरबाट चाहिँ कल गर्नुपर्ने हुन्छ। अनि कल गरिसके पछाडि उहाँहरूले तपाईँको अकाउन्ट ब्लक हुनुको कारण भनिदिनुहुन्छ र तपाईँको खल्ती एप खोलेर फर्गट पासवर्ड गर्नुहोस् भनेर भन्नुहुन्छ। अब त्यस पछाडि तपाईँले आफ्नो खल्ती एप खोलेर फर्गट पासवर्डमा थिचेर पासवर्ड फर्गट गर्नु होला। अब पासवर्ड फर्गट गर्नुको लागि चाहिँ तपाईँले आफ्नो मोबाइल नम्बर लगाउनु होला अनि त्यस पछाडि रिकभरमा थिच्नु होला। अनि रिकभरमा थिचिसके पछाडि तपाईँको यस्तो खालको इन्टरफेस खुल्नेछ। यहाँ मुनि देख्न सक्नुहुनेछ प्रोसिड टु सेन्ड एसएमएस भनेर त्यहाँनिर थिच्नु होला। अब त्यस पछाडि तपाईँ आफ्नो एसएमएस बक्समा आउनुहुनेछ। त्यस पछाडि एउटा कोड आउनेछ, त्यो कोडलाई सेन्ड एसएमएस गर्नु होला। अनि तपाईँलाई त्यस पछाडि एउटा 6 नम्बरको भेरिफिकेसन कोड आउनेछ। अब त्यो कोडलाई कपी गरेर आफ्नो खल्ती एप खोल्नु होला। खल्ती एप खोलिसके पछाडि तपाईँले यहाँनिर इन्टर ओटिपी भनेर भनेको छ, त्यहाँनिर त्यो कोड लगाउनु होला। यदि तपाईँले कोड पाउनु भएन भने यहाँ मुनि रिसेन्ड ओटिपी भनेको छ, त्यहाँ थिचेर फेरि कोड चाहिँ पठाउन सक्नुहुनेछ। कोड आउनको लागि चाहिँ तपाईँको नम्बरमा ब्यालेन्स हुनुपर्ने हुन्छ है। तपाईँले त्यो ब्यालेन्सले चाहिँ एसएमएस पठाउनु पर्ने हुन्छ अनि मात्रै तपाईँलाई कोड आउनेछ। अब जब तपाईँले कोड लगाइसक्नुहुन्छ त्यस पछाडि चाहिँ इन्टर न्यू खल्ती पासवर्ड, कन्फर्म न्यू खल्ती पासवर्ड भनेर चाहिँ 2टा बक्स खुल्नेछ है। अब यहाँनिर एउटा स्ट्रङ पासवर्ड चुज गर्नु होला अनि त्यस पछाडि रिसेट गर्नु होला। अब त्यति गरिसके पछाडि न्यू पासवर्ड अपडेटेड भनेर आउनेछ। अब ओके गर्नु होला। अनि अब तपाईँको नम्बर अथवा इमेल लगाउनु होला अनि अहिले भर्खर लगाएको पासवर्ड लगाउनु होला अनि त्यस पछाडि लगइनमा थिच्नु होला। अब लगइनमा थिचिसके पछाडि तपाईँको मोबाइलमा खल्तीबाट एउटा कोड आउनेछ। त्यो कोड आफै भेरिफाई हुनेछ अनि भेरिफाई भइसके पछाडि तपाईँको अकाउन्ट खुल्नेछ है त। यदि तपाईँहरूको अरू पनि केही प्रब्लमहरू छ भने कमेन्ट गरेर सोध्नु होला, म रिप्लाई गरेर बुझाउने कोसिस गर्नेछु।